सबैलाई नमस्कार। 1-2 दिन अगाडि मैले वेस्ट बेङ्गलको भिडियो राखेको थिएँ र वेस्ट बेङ्गल प्रोभिन्स 1947 मा बन्यो भन्ने तपाईँहरूले मन पराइदिनु भयो, धन्यवाद छ। आज एउटा रोचक विषय यही लाइनअपमा मैले ल्याएको छु। त्यो चाहिँ के छ भनेर पहिलाको समयहरूमा चाहिँ बेङ्गल प्रेसिडेन्सी भन्थ्यो र बेङ्गल प्रेसिडेन्सीमा चाहिँ पछाडि गएर के भयो भन्दाखेरि चाहिँ अब त्यहाँनिर बङ्गाल ठुलो थियो र बङ्गालबाट चाहिँ के हो 2टा त्यहाँनिर 1947 मा प्रोभिन्स क्रिएट गर्यो। एउटा चाहिँ हो वेस्ट बेङ्गल प्रोभिन्स, त्यो चाहिँ हो प्रोभिन्स अफ इन्डिया भयो लिएर चाहिँ। अर्को चाहिँ भयो इस्ट बेङ्गल प्रोभिन्स, त्यो चाहिँ अब बेङ्गल प्रोभिन्स अफ पाकिस्तान। त्यसको अगाडि एउटा कुरो के भएको छ भन्दा चाहिँ द इन्डियन इन्डिपेन्डेन्स एक्ट 1947 चाहिँ ब्रिटिस पार्लियामेन्टले बनाउँदाखेरि त्यहाँ 2टा डोमिनियन बनाएको छ, डोमिनियन अफ पाकिस्तान, डोमिनियन अफ इन्डिया। र त्यहाँ कस्तो कुरो भएको छ भन्दाखेरि चाहिँ त्यो पछाडि चाहिँ त्यो 1947 मा नै के हुन्छ, बङ्गाललाई पनि त्यहाँनिर 2टा त्यहाँ बनाइन्छ र त्यो समयमा यसो हेर्दाखेरि चाहिँ आधी बङ्गाल चाहिँ इन्डियाले राख्यो, आधी बङ्गाल चाहिँ पाकिस्तानले राख्यो भन्ने त्यहाँ देखिन्छ। 1947 मा चाहिँ बेङ्गल प्रोभिन्स अफ पाकिस्तान भएर गयो भनेर चाहिँ 1955 सम्म चाहिँ यसलाई इस्ट बेङ्गल प्रोभिन्स अफ पाकिस्तान नै भन्यो र 1955 मा चाहिँ फेरि यसको नामाकरण चाहिँ इस्ट पाकिस्तान भनेर भयो क्या। र इस्ट पाकिस्तान चाहिँ 1971 सम्म रह्यो, जब चाहिँ बङ्गलादेश लिबरेसन वार जबसम्म भएन। त्यस पछाडि चाहिँ त्यहाँनिर 1972 मा चाहिँ पिपल्स रिपब्लिक अफ बङ्गलादेश भएर त्यहाँनिर गएको छ। 1947 को लहरमा चाहिँ के भएको छ भन्दा बङ्गाललाई 2टा बनाएको छ, इन्डिया पाकिस्तान भएको छ। त्यति बेलाको समयमा चाहिँ दार्जिलिङमा पनि 14 अगस्त 1947 मा चाहिँ पाकिस्तानको झन्डा त्यहाँनिर गाड्यो भनेर भन्छ क्या। त्यति बेला समयहरूमा मुस्लिम लिगको अलिकति पकड दार्जिलिङ डिस्ट्रिक्टमा पनि थियो र जिनालाई त्यसलाई थाहा थियो कि यो दार्जिलिङ डिस्ट्रिक्ट चाहिँ एउटा पार्सली एक्सक्लुडेड एरिया हो, यो चाहिँ भारतदेखि अलिक छुट्टै खालके नै हो भन्ने चाहिँ उसलाई के थियो, आइडिया थियो। र त्यति बेला समयहरूमा बङ्गालको बुद्धिजीवीहरूलाई नि यो कुरो याद थियो। अब यहाँ हामी आउँदै गर्दाखेरि के हुन्छ भनेर चाहिँ 1947 मा चाहिँ यो बङ्गाल पनि छुटिँदैछ र त्यहाँनिर दार्जिलिङलाई पनि पाकिस्तानले त्यहाँ झन्डा त्यहाँ हाल्दैछ र पछाडि एउटा नेरेटिभ के इस्टाब्लिस भयो र धेरैवटा लिटरेचरमा के पढ्नु पाउँछ भन्दा चाहिँ मुस्लिम ग्रुपले गर्दा चाहिँ, मुस्लिम समुदायले गर्दा चाहिँ बङ्गलादेश बन्यो भन्छ, इस्ट पाकिस्तान क्रिएट भयो भन्छ। त्यो कहिले पनि होइन। इस्ट पाकिस्तान मुस्लिम पपुलेटेड उयोले गर्दाखेरि भएको होइन। हुनु त हो, मुस्लिमहरूको तादाद त्यहाँ बेसी थियो त्यति बेला समयहरूमा। वेस्ट बेङ्गलमा पनि मुस्लिमको तादादहरू प्रचुर मात्रामै थियो। तर अहिलेसम्म हामीले भारतमा कहीँ देखेको छौँ कुनै जग्गा जहाँनिर चाहिँ धर्मको नाममा चाहिँ एउटा के अरे क्रिएट भयो भनेर, एउटा धर्मको नाममा स्टेट या कन्ट्री क्रिएट भयो, कहिले पनि होइन। एउटा कन्ट्रीले धर्मलाई एडप्ट गर्न सक्छ, एउटा समुदायले धर्मलाई एडप्ट गर्न सक्छ, तर धर्मको अधिकारमा चाहिँ देश अनि स्टेट बनिँदैन। तर त्यहाँ केले बनिन्छ भन्दाखेरि एक्सक्लुडेड एन्ड पार्सली एक्सक्लुडेड एरियाको अधिकारले चाहिँ एउटा देश, एउटा स्टेट बनिनु त्यहाँ सकिन्छ। यो चाहिँ त्यहाँनिर हुन्छ र त्यो समयहरूमा चाहिँ यो कानुन, यो जुन एउटा ज्ञान थियो, यो ज्ञान चाहिँ बङ्गालमा चाहिँ त्यो पर्याप्त पाउँथ्यो, किनभने बङ्गाल चाहिँ ब्रिटिसहरूको एउटा जग्गा है, मन पराएको जग्गा। साथसाथमा चाहिँ कलकत्ता चाहिँ इन्डियाकै हेडक्वार्टर्स भएको कारणले गर्दा धेरै समय यहाँनिर धेरै डकुमेन्टहरू बन्यो जहाँनिर बङ्गाली समुदायका मान्छेहरू चाहिँ हेड क्लर्कहरू थियो रहेछ, उनीहरू चाहिँ अब त्यहाँ मुन्सीहरू थियो रहेछ। अन्त उनीहरूसित चियाहरू खाँदा के गर्दा कसो गर्दा चाहिँ भाइसरोयहरू भयो, त्यति बेलाका अब ठुल्ठुलो अब अफिसियल्सहरू भयो, उनीहरूले चाहिँ कुरा गर्दा चाहिँ यो कानुन चाहिँ हामी जुन लेख्दैछ यो चाहिँ यो कानुनले यो बनिन्छ, यो एक्सक्लुडेड एरियाको अधिकार यो हुन्छ, यसलाई यहाँ राखेको पार्सली एक्सक्लुडेड एरिया यो हो भन्ने कुरो चाहिँ प्रचुर मात्रामा ज्ञान चाहिँ त्यति बेलाको बेङ्गली त्यो काम गर्ने कर्मचारीहरूले दिएको कारणले गर्दा चाहिँ उनीहरू चाहिँ के भयो, इन्टेलेक्चुअली एकदम अरू इन्डियाको मान्छेभन्दा साउन्ड भएर गयो। त्यही कारण समय समयमा त्यहाँ एउटा कुरो भनिन्थ्यो, वाट बेङ्गल थिङ्क्स टुडे इन्डिया विल थिङ्क टुमोरो भनेर। अनि यो कुरो चाहिँ त्यति बेलाको समयमा जिन्ना अनि बेङ्गलको बुद्धिजीवीहरूलाई चाहिँ यो कुरो थाहा थियो है। अनि जब चाहिँ यहाँनिर इस्ट पाकिस्तान बन्यो, इस्ट पाकिस्तान बनिँदाखेरि त्यति बेला समयमा अब भनौँ प्रोभिन्स अफ पाकिस्तान बनिँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ एक्सक्लुडेड पार्सली एक्सक्लुडेड एरिया थियो। एक्सक्लुडेड एरियामा चाहिँ चिटगङ हिल ट्र्याक थियो भने लिएर चाहिँ पार्सली एक्सक्लुडेड एरियामा चाहिँ मैमनसिंहहरू यो जग्गाहरू त्यहाँनिर थियो। यो जग्गाहरूको अधिकारमा चाहिँ त्यहाँ के भयो, इस्ट पाकिस्तान जन्मेर आयो। यो कुरो चाहिँ त्यहाँ बुझ्नुपर्छ। अब के हुँदैछ पछाडि गएर भनेपछि लिएर चाहिँ अल जजिरा भयो, बिबिसी भयो, त्यहाँनिर कोही बेला कुरा डिबेटहरूको कुरामा निक्लिन्थ्यो कि यहाँनिर कश्मीर र दार्जिलिङलाई चाहिँ फ्री गर्नुपर्छ भन्ने कुरो उनीहरूको पर्सपेक्टिभमा। अब उनीहरू पाकिस्तानी अब हुन्छ, अब सेन्टिमेन्ट लिने मान्छेहरूले त्यो पछाडिसम्म पनि त्यो रहिरहेर आइरह्यो क्या। अन्त उनीहरूलाई थाहा थियो कि यो पार्सली एक्सक्लुडेड एरिया चाहिँ यति पावरफुल हो, यो चाहिँ अलिक भिन्दै छ भन्ने कुरो। र त्यस्तैमा हामी के पाउँछ भने पछाडि आएर प्रणब मुखर्जी जो चाहिँ प्रेसिडेन्ट अफ इन्डिया दार्जिलिङ डिस्ट्रिक्ट आउँछ है, दार्जिलिङमा आउँदाखेरि लिएर चाहिँ उसले भन्छ
दार्जिलिङ इज मिनी इन्डिया भन्छ क्या। दार्जिलिङ चाहिँ मिनी इन्डिया हो भन्नुको मतलब चाहिँ प्रणब मुखर्जीको दादा परदादा चाहिँ त्यो समयको अब मुन्सी त्यो सबैको हेडलकहरू चाहिँ थियो रहेछ। त्यो समयदेखिको उनीहरूमा त्यो ज्ञान भएर आएको। ऊ चाहिँ एउटा प्रणब मुखर्जी इन्फ्लुएन्सियल एज वेल एज इन्टेलेक्चुअल फ्यामिलीलाई बिलङ गर्दो रहेछ। अनि भन्नुको मतलब चाहिँ मिनी इन्डिया भन्छ दार्जिलिङ चाहिँ एउटा पावरफुल जग्गा हो। लास्ट अफ द पार्सली एक्सक्लुडेड एरियाज इन इन्डिया भनेको क्या। यसको पावर चाहिँ यस्तो छ, इट्स लाइक मिनी इन्डिया भनेर चाहिँ उसले त्यहाँ भन्नु खोजेको। अब यहाँ चाहिँ हामीले बुझ्नु पऱ्यो र हामीले कुन प्रकारको कुरो गर्छ। अहिले हामीलाई संवैधानिक कुरो भन्छ सरकारले, र संवैधानिक कुरोमा चाहिँ के गर्नु पऱ्यो। दार्जिलिङ डिस्ट्रिक्ट स्टिल ए पार्सली एक्सक्लुडेड एरिया, किनभने यसको अधिकार दिएको छैन नि त, कुरा बुझ्दैछ होइन। अन्त यहाँको मान्छेहरू, दार्जिलिङको मान्छेहरू यो अब कस्तो हुन्छ, ठुटै फुटेहरूले चाहिँ के भन्छ भने पार्सली एक्सक्लुडेड एरिया उड्यो, त्यो एब्जर्भ एरिया के पनि भनेर चाहिँ लत्ताको रहेछ भन्छ। एब्जर्भ एरिया भनेको चाहिँ पार्सली एक्सक्लुडेड एरियाको अधिकारमा बन्नेको कानुन हो। त्यो कानुनभित्र चाहिँ हाम्रो पोलिटिकल अधिकार छ। जसले आफ्नो पोलिटिकल अधिकार, संवैधानिक अधिकार माग्दैछ उसले नै यो उड्यो भने चाहिँ कस्तो खालके अब लाजको कुरो हो, शरमको कुरो हो है। यो चाहिँ एउटा ठुलो विडम्बना चाहिँ हाम्रोमा यो छ। हाम्रो मान्छे पढेर मात्रै हुँदैन, त्यो गिदी चाहिँ अलिक फस्टेको छैन, त्यो फस्टाउनुपर्छ, बुझ्नुपर्छ। पार्सली एक्सक्लुडेड एरिया भनेको ठुलो कुरो हो। अब यहाँनिर के देख्दैछ, एक्सक्लुडेड पार्सली एक्सक्लुडेड एरिया देश पो भइँदो रहेछ त, बङ्गलादेश बन्यो त त्यहाँ अन्त होइन। इस्ट पाकिस्तान त्यहाँ के भयो, क्रिएट भएर हो त अन्त। त्यो कुरो चाहिँ हामीले बुझ्नुपर्छ। त्यो धेरैवटा यहाँनिर उपमाहरू छ। र भारतमा चाहिँ एक्सक्लुडेड पार्सली एक्सक्लुडेड एरियाको अधिकारमा चाहिँ त्यहाँनिर स्टेटहरू बनिएको छ, न कि यो धर्मको नाममा। धर्मको नाममा यहाँनिर स्टेटहरू बनिँदैन र यहाँ हामीले बुझ्नुपर्छ। र त्यसरी एउटा कुरो आएको हो, के अरे त्यति बेलाको समयमा मैले अघि भने बङ्गालको बङ्गाली समुदायहरूले कुरो जाने कारणले गर्दाखेरि कन्स्टिट्युन्ट एसेम्ब्लीमा चाहिँ आएको, कन्स्टिट्युन्ट एसेम्ब्लीमा चाहिँ यो कुरो आएको हो कि दार्जिलिङको पार्सली एक्सक्लुडेड एरियालाई दार्जिलिङसँगै अरूलाई पनि हटाउनुपर्छ भन्ने कुरो। तर त्यो हटेन नि त। अब ब्रिटिसले 1866देखि लिएर त्यहाँनिर अधिकार दिँदै दिँदै आइरहेको छ। 100 वर्षदेखिको संवैधानिक अधिकार यात्रा गरिसकेको दार्जिलिङ डिस्ट्रिक्ट जस्तो पावरफुल जग्गालाई पार्सली एक्सक्लुडेड एरिया चाहिँ हट्नुपर्छ भने कन्स्टिट्युन्ट एसेम्ब्लीको एउटै डिबेटले हुन्छ कहिले? त्यो हुने कुरा हो? त्यो हुँदैन, भएन पनि। पछाडि गएर पार्सली एक्सक्लुडेड एरियाको अधिकारमा एब्जर्भ एरिया बनायो त अन्त। एब्जर्भ एरियाको टुप्पोमै छ त्यहाँनिर। यो एरियाहरू चाहिँ पहिला एक्सक्लुडेड पार्सली एक्सक्लुडेड एरिया थियो संविधान लागू हुनु अगाडि, र त्यसलाई नै लिएर चाहिँ हामीले के बनाएको, एब्जर्भ एरिया बनाउँदैछ भनेर लेखिरहेको छ त्यहाँनिर। यो चाहिँ हामीले त्यहाँ बुझ्नुपर्छ। जहाँसुकै बोलेर हुँदैन, हावामा त्यो कसले कहाँबाट सिकाउँदैछ होला, त्यो सिकेकोमा चाहिँ आउनु हुँदैन। हाम्रो मान्छे हाम्रो आफ्नै खुट्टामा बन्चरो हान्ने मात्रै छ त्यहाँनिर। अहिलेको जति पोलिटिकल पार्टी छ, संस्थाहरू छ, अहिले जुन चाहिँ दार्जिलिङ डिस्ट्रिक्टको एउटा पोलिटिकल अवस्था एउटा भ्याक्युम भइरहेको छ, यति बेला चाहिँ संवैधानिक भनेर सरकार आउँदै गर्दा चाहिँ हामी सबैले एक सुरमा चाहिँ यो माग्नुपर्ने हो नि त। पार्सली एक्सक्लुडेड एरियाको अधिकार दियो हामीलाई, एब्जर्भ एरियाको अधिकार दियो। अधिकार त यहाँ रहेछ त अन्त, सबैले पाइसकेछ त्यहाँनिर। तर हामीले किन पाएका छैनौँ? हामीलाई दिनुपर्छ भन्ने कुरो यो पो भोइस गर्नुपर्ने हो त, न कि हामी हावाको त्यो स्लोगनहरू लाएर केही कसैको यताउता त्यो होइन है। त्यो के अरे डिजिएसए जिटिए यो के हाबिजाबी त्यसमा चाहिँ होइन। विशेष गरी चाहिँ हामीले माग्नुपर्ने कुरो हो। यति बेलाको एउटा सान्दर्भिक एउटा सिचुएसन पनि बनिएको छ, संवैधानिक भनेर हाम्रो खोज पनि त्यही हो, गभर्मेन्टले पनि त्यही भन्दैछ। र हामीले चाहिँ हाम्रो खास संवैधानिक अधिकार डेलिभर गर भनेर चाहिँ हाम्रो पोलिटिकल पार्टी पनि एक हुनुपर्ने हो है। अलिक बुझ्नु चाहिँ पऱ्यो है, बुझ्नु पऱ्यो। यो भिडियोहरूले तपाईँहरूले बुझ्नुपर्छ। यो भिडियोहरूले तपाईँहरूलाई झकझकाएको हुनुपर्छ, जनता पनि झकझकेको हुनुपर्छ। हामीले अब त्यो पहिला जति कुरा माग गऱ्यो नि, त्यो माग चाहिँ हावाको माग हो, त्यो माग्नु हुँदैन। त्यो आफ्नो माग यहाँ छ त अन्त। पार्सली एक्सक्लुडेड एरियाको माग छ त यहाँनिर, त्यसलाई माग्नुपर्छ त। त्यसलाई माग्दाखेरि चाहिँ हामीले हाम्रो अधिकार पाउँछौँ र जहाँसुकै हामी कुद्नु हुँदैन। हाम्रो अधिकार संवैधानिक अधिकार छ, त्यो संवैधानिक अधिकारलाई चाहिँ हामीले माग्नु पऱ्यो र सरकारले पनि त्यो संवैधानिक अधिकार हामीलाई दिन्छ। र यो कुरो चाहिँ तपाईँहरू कहाँ म ल्याउन चाहन्छु। र यो भिडियो तपाईँलाई राम्रो लाग्यो भने लिएर तपाईँले स्ट्रिमलाइन 360लाई फलो गरिदिनुहोस्, यो कन्टेन्टलाई सेयर गरिदिनुहोस् ताकि धेरै मानिस कहाँ यो कन्टेन्ट पुग्न सकोस्। थ्याङ्क यू भेरी मच।